रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेर पनि 2 वर्षदेखि दक्षिण कोरिया जान नपाएका युवाहरूको समस्या समाधान गर्न सरकारले नयाँ पहल थालेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारी र आन्दोलनरत युवाहरूबीच भएको छलफलपछि समस्या सुल्झाउन उच्च स्तरीय टोली कोरिया पठाउने र कूटनीतिक पत्र लेख्ने विकल्प अघि सारिएको छ। ग्वारको स्थित ईपीएस शाखामा प्रदर्शन गर्दै आएका युवाहरूले रोस्टरको म्याद थप्नुपर्ने, क्षेत्र परिवर्तन गर्न पाउनुपर्ने र आफ्ना फाइलहरू रोजगारदातासम्म पुर्याउनु पर्ने माग राख्दै आएका छन्। सन् 2025 का लागि उत्तीर्ण भएका 17,000 भन्दा बढी मध्ये अधिकांशको करार सम्झौता हुन बाँकी छ। ईपीएस शाखाका अनुसार यी मागहरू कोरियाली सरकारले मात्र सम्बोधन गर्न सक्ने भएकाले कूटनीतिक पहल आवश्यक देखिएको हो। हाल कोरियामा 1 लाख भन्दा बढी नेपाली कार्यरत छन् र 2025 मा मात्र 11,000 भन्दा बढी नेपाली कोरिया पुगिसकेका छन्। मन्त्रालयले थप छलफल गरी यसबारे आधिकारिक निर्णय लिने आश्वासन दिएको छ।